यो हाम्रो सेट भयो। यसलाई कसरी निकाल्ने भनेको र सुरुमा यहाँनिर पावर आइरहेको होला, यहाँबाट सिधा पछाडि जानु होला। यहाँबाट सिधा पछाडि गरिसकेपछि यो पावर केबल छ, यो पावर केबललाई यसरी डिस्कनेक्ट गरिदिनु होला। त्यसपछि यहाँ अगाडि आइसकेपछि यो क्यासेट रिजेक्ट पिनहरू सबै निकाल्नु होला है। यो रिजेक्ट पिनलाई पनि निकाल्नु होला। त्यसपछि यो सेकेन्ड क्यासेटलाई पनि निकाल्नु होला। यो निकाल्यो भने सजिलो हुन्छ हामीलाई। त्यसपछि यहाँ माथिबाट गएर यहाँ पछाडिपट्टिको यो केबल कनेक्सनहरू छ नि, यो सबै निकाल्नुपर्ने हुन्छ। केबलहरू कहाँ हुन्छ भनेर कन्फ्युज लाग्छ भने जस्तो तपाईँले एउटा फोटो खिचेर राख्नुभयो भने पनि हुन्छ है। यहाँको सबै केबलहरूलाई यसरी निकाल्नु होला है, यसरी अनि यो मुनिको केबलहरू, अनि त्यसपछि लास्टमा एउटा यो डिडिओको केबल रहेको छ, यसलाई पनि यसरी निकालिदिनु होला। यसरी निकालिसकेपछि यहाँ आउनु होला अनि यो दुईटा पनि निकाल्नु होला। यो दुईटालाई पनि यसरी लक हुन्छ, कुनैमा यो लक थिचेर निकाल्नुपर्ने हुन्छ, अनि कुनैमा लक हुँदैन। यसरी बिस्तारै एक साइडबाट यसरी झिक्नु होला है। अनि अर्को पनि यसलाई पनि यसरी बिस्तारै यसरी डिस्कनेक्ट गरिदिनु होला। यो दुईटा यति डिस्कनेक्ट गरिसकेपछि यहाँनिर आउनु होला, यहाँ पछाडिपट्टि यहाँनिर एउटा ओपन अनि क्लोज भनेर लेख्या होला है। अहिले हाम्रो यहाँ क्लोजमा छ, यसलाई ओपनतिर यो रडलाई चाहिँ अलिकति उठाएर यतातिर धकेलिदिनु होला है। यो यसरी राख्यो भने लक भयो, यसलाई यसरी उठाएर यतातिर भित्रतिर धकेल्यो भने यो खुल्यो। यति खोलिसकेपछि यसलाई भित्रतिर ठेलिदिनु होला है। यसलाई यसरी भित्रतिर ठेलिदिनु भयो भने यो ठेलिन्छ। अनि त्यसपछि यो स्याडलाई यसरी निकाल्नु होला। यसरी निस्किन्छ यो हाम्रो स्याड। सेट यसरी निकालिसकेपछि यसलाई राख्ने तरिका पनि त्यसरी नै हो। यसरी हेर्नु होला, यसरी मिलाएर अगाडि पछाडिको ग्यापहरू मिलाएर यो गियरहरू व्हिलहरू हेरेर यो अनि यो साइडको ग्याप यिनीहरू हेरेर चारैतिरको ग्याप हेरेर मिलाएर राख्नुपर्छ। यसरी राखिसकेपछि तपाईँको यो यसरी अगाडि जान्छ, यसलाई पछाडि तान्नु होला है। यो यसरी अगाडि भुन्छ राख्दाखेरि अब यसलाई यसरी पछाडि तानेर फेरि यो पोइन्टलाई अलिकति उठाएर यतातिर तान्यो भने यो लक भयो है। यो अब अगाडि जाँदैन, यो स्याट आउँदैन, यो चाहिँ लक भयो। अब यसलाई अलिकति उठाएर यता ठेल्यो भने चाहिँ यो खुल्यो। अनि यसलाई यता यसरी तान्यो भने यो क्लोज भयो, लक भयो है, लक भयो। अब यसपछि हजुरले यो छुटाएको सबै केबलहरू एउटा एउटा गरी जोड्नु होला। सुरुमा यहाँदेखि जोड्दै जाऊँ। यहाँनिर छुटाएको केबललाई यसरी मिलाएर जोड्नु होला। यो जोड्यो अनि त्यसपछि यसलाई पनि जोड्यो। अनि त्यसपछि यहाँ आयो, यहाँ लास्टमा एउटा डिडिउ छ। डिडिउको यो दुईटा यो अगाडितिर अलिकति उठेको भाग छ छेउछेउमा है। यो छेउछेउमा उठेको भाग छ, यसलाई अगाडितिर पारेर यसरी यसलाई चाहिँ डिडिउलाई राख्नुपर्ने हुन्छ। यसरी लक गर्नु होला। त्यसपछि यो अर्को सटरको केबल छ, यस्तो चेप्टो खालको ठुलो। त्यसपछि यो केबललाई यसरी राख्नु होला है। यो राखिसकेपछि अब त्यसपछि हाम्रो यो अर्को आयो, यो प्रेजेन्टरको केबल हो। यहाँ प्रेजेन्टरको केबल यहाँनिर यसरी राख्नु होला। त्यसपछि आयो यो 1 2 स्विच र तलको डोर स्विचको केबल हो, यसलाई राख्नु होला। यति राखिसकेपछि हाम्रो सबै सकियो लगभग। त्यसपछि तपाईँले यो पावर केबल राख्नु होला। र पावर केबल राखिसकेपछि हाम्रो अन्तिममा यहाँनिर पिउँ भनेर देखाइरहेको छ, यो अन हुँदैछ हाम्रो सिस्टम। अब यहाँ निकालेको हजुरले क्यासेटहरू राख्नु होला। त्यसपछि यति नै हो यसको प्रोसेस।